ए आज भोट पनि हालियो चुपचाप ट्याङ्की होइन। अब हाम्रो नमस्कार हाम्रो प्रधानमन्त्रीज्यू सुशीला दिदीलाई नमस्कार छ। अब चाहिँ यो हाम्रो चुनाव पनि सक्यो आजबाट। अब हजुरले चाहिँ एउटा काम गरिदिनु भयो भने एकदम राम्रो हुने थियो। हाम्रो देश नेपाललाई सतीले सरापेको देश भनिन्छ, त्यो गाँठो पनि अलिकति भुवा हुन्थ्यो। सतीदेवी पनि र सतीदेवीको सरापले पनि मुक्त हुन्थ्यो त्यस कारणले मैले यो भन्न गइरहेको छु हाम्रो सुशीला दिदी प्रधानमन्त्रीज्यूलाई। अब नेपालका छोराछोरी एउटै आमाको कोखबाट जन्मिएका छोराछोरीलाई छुट्याइन्छ। छोरालाई सम्पत्ति, छोरीलाई सम्पत्ति दिँदैन। अब दियो भने नि एक कट्ठा आधी कट्ठा यसरी दिइन्छ। त्यो एकदम भेदभावपूर्ण छ। त्यही भएर पनि हाम्रो देशलाई सतीले सरापेको देश भनिन्छ। त्यसको लागि भए पनि हजुरले नै यो काम गर्नुपर्ने हुन्छ। अब हजुरले चाहिँ एउटै आमाको कोखबाट जन्मिएका छोराछोरी हुन्छ, छोरीलाई चाहिँ एकदम फास्ट ट्र्याकमा भएर हुन्छ कि कसरी हुन्छ, एकदम चाहिँ उहाँको भर्खर जन्मेको बच्चालाई पनि नछुटाइकन, विदेशमा भएको नेपाली महिलालाई पनि नछुटाइकन हजुरले चाहिँ लाल पूर्जा दिनुपर्ने हुन्छ। हेर्नुहोस्, बराबर छोराछोरीको भागमा कति पर्छ त्यो छुट्याएर त्यो सरासर लाल पूर्जा दिनुपर्छ। किनभने यो तपाईँले दिनुभयो भने यो भेदभाव हटेर जान्छ अनि तपाईँको नेपालमा भएका सम्पूर्ण महिलाले तपाईँहरूलाई हाम्रो सुशीला दिदी प्रधानमन्त्रीज्यूलाई यसरी सल्युट गर्नेछन्। तपाईँको पक्षमा उभिनेछन् महिलाहरू। पुरुषबाट यो काम हुन धेरै गाह्रो छ, पुरुषहरूले नै मान्दैनन् यो कुरा। त्यही भएर हजुरले चाहिँ लाल पूर्जा भर्खर जन्मेकादेखि लिएर विदेशमा भएकोलाई पनि बराबर दिनुपर्छ। महिलालाई चाहिँ लाल पूर्जा, छोरीलाई चाहिँ लाल पूर्जा दिइहाल्नुपर्छ। हेर्नुहोस्, दिइहाल्नुपर्छ। यो काम गरिदिनु हुन भनी अनुरोध गर्दछु। किनभने महिलाहरू बोल्न सक्दैनन्। मेरो रिसर्च अनुसार पुरुषहरूले त यो काम मानेका छैनन्, तर महिलाहरूले चाहिँ यो एकदम राम्रो कुरो हो भनेर मैले चाहिँ के अरे हजुर समक्ष यो कुरा राखेको हो। सिकाउन खोजेको होइन, त्यस्तो गर्न खोजेको होइन। यो एकदम ऊ हो। अब त्यो दिएपछि महिलाहरू कसैको उसमा आशमा बाँचिरहनु परेन। माइतीको सम्पत्ति हामी एउटै आमाको कोखबाट जन्मिएका बराबरी पायौँ भन्ने हुन्छ। त्यही भएर चाहिँ हजुरले यो काम गरिदिनु भयो भने हजुरको इतिहासमा नाम रहन्छ। र यो काम गर्नको लागि फेरि समय छैन नभन्नुहोला। इतिहासमा नाम राख्नको लागि जहिले पनि छोटो समय हुन्छ, छोटो समयमा राम्रो काम गर्नुपर्ने हुन्छ। हाम्रो सुशीला दिदी प्रधानमन्त्रीज्यू, हस्, नमस्कार।